आज चाहिँ हामी खान्जीको डिफरेन्स है त खान्जीलाई सुरुमा बुझ्नुपर्ने चाहिँ ओन्योमी र कुन्योमीको बारेमा चाहिँ कुरा गर्छौँ है। सुरुमा ओन्योमी र कुन्योमी बुझ्यो भनेदेखि चाहिँ म्याक्सिमम खान्जी चाहिँ हामीले त्यसको अर्थ के हो त भनेर चाहिँ मजाले निकाल्न सक्छौँ है। सुरुमै राम्रोसँग बुझ्नुपर्छ त्यसको लागि चाहिँ। फर्स्टमा हेर्नु है, खान्जी चाहिँ दुईवटा टाइप्सको हुन्छ। एउटा भयो ओन्योमी र अर्को भयो कुन्योमी। ओन्योमी भनेको चाहिँ मैले सुरुमा चाहिँ तपाईँहरूलाई कुन्योमीको यहाँनिर डिस्क्राइब गरिदिएको छु है, कुन्योको बारेमा भनेको छु। ओन्योमी चाहिँ मैले सुरुमा माथि लेखेको छु है। ओन्योमी भनेको चाहिँ चाइनाबाट आएको, त्यो कारणले यसलाई चाहिँ काताकानामा लेखेको हुन्छ। त्यो तपाईँहरूले खान्जी किताब हेर्नु भएको होला होइन, त्यसमा चाहिँ ओन्योमी लेखेपछि चाहिँ खान्जी लेखेको हुन्छ सुरुमा हो, त्यहाँनिर ओन्योमी लेखेपछि चाहिँ काताकानामा दिएको हुन्छ। त्यो किन दिएको हुन्छ भन्दाखेरि त्यो जापानभन्दा, जापानको नक्सा अथवा भनौँ जापान देशभन्दा बाहिरबाट आएको हुनाले चाहिँ केमा लेखेको त काताकानामा लेखेको। अब अर्को भनेको टु अर मोर खान्जी मिक्स भएर आएको खान्जी चाहिँ ओन्योमीको नियम मान्छ, ओन्योमीको रिडिङ गर्छ क्या। दुई या दुईभन्दा बढी खान्जी आउँछन् जब कुनै पनि सेन्टेन्समा भनौँ या खान्जी नै है त, त्यो बेलामा चाहिँ के त खान्जीको उच्चारण चाहिँ केबाट हुन्छ भन्दाखेरि ओन्योमीको उच्चारणबाट चाहिँ दुईवटा खान्जीको उच्चारण भएको हुन्छ है म्याक्सिमम केसमा। पछि पछि चाहिँ अलिअलि सेन्स मिल्दैन, खान्जीहरूको आफ्नै एउटा नयाँ भनिदिन्छ, तर अहिले सुरु बेसिक जान्नको लागि चाहिँ यति बुझ्नुपर्ने हुन्छ। ल अब फर्स्टमा हामी बुझ्ने भनेको चाहिँ कुन्योमीको बारेमा है। ओन्योमी चाहिँ मैले पछि अब अर्को भिडियोमा भनिदिन्छु। सुरुमा बुझ्ने चाहिँ कुन्योमीको। कुन्योमी भने के त सिङ्गल मात्र खान्जी हुन्छ अथवा सिङ्गल खान्जीको एन्डिङ पछाडि हिरागाना लेटर आएको हुन्छ। अब एउटा मात्रै खान्जी छ भनेदेखि त के हुन्छ त त्यो कुन्योमी त हुन्छ, तर अब सिङ्गल मात्रै आएर मात्रै कुन्योमी हुने भन्दा पनि सिङ्गलमा चाहिँ अर्को हिरागानाको क्यारेक्टरहरू चाहिँ पछि थपेर आएको हुन्छ क्या है। सिङ्गल एउटा मात्रै खान्जी हुन्छ र अर्को चाहिँ हिरागानाको लाइनहरू आएको हुन्छ, हिरागाना अथवा एक्जेक्टिभ। हिरागानाको अब भनौँ न भबको भब भयो अनि एक्जेक्टिभ भयो, त्यो चाहिँ आएको हुन्छ है मेन कुरो। सिङ्गल मात्र खान्जी हुन्छ अथवा खै भनिहालेँ मैले, जापानमै भएको शब्दलाई चाहिँ एउटा खान्जीमा रूप दिएको भनेको है त। अब यो कुन्योमी चाहिँ कसरी आयो त भन्दाखेरि मैले अब धेरै ठाउँमा एउटा कुरो देखाएको थिएँ कि जापानमै जन्मेको खान्जी कुन्योमी हो भनेर भनिन्थ्यो, तर खान्जी चाहिँ खासमा सबै एउटा हान भन्ने चाइनाको क्यारेक्टरहरू हुन्छ, त्यो क्यारेक्टरबाट चाहिँ सबै खान्जी ल्याइएको क्या खासमा भन्नुपर्दाखेरि। अब यो कुन्योमी चाहिँ कसरी बनाएको हुन्छ भन्दाखेरि खान्जी अलरेडी एक्जिस्ट गरेको थियो है, अनि जुन शब्द छ नि जापानमा भएको शब्द, त्यो खान्जीलाई त्यो शब्द चाहिँ त्यो खान्जीमा निर्माण गर्छ। यामाको खान्जी अलरेडी थियो है त, त्यो बेलामा चाहिँ के त यता यामा भनेर जापानमा भनिन्थ्यो, खान्जी अलरेडी एक्जिस्ट थियो है, त्यसको खान्जी चाहिँ एक्जिस्ट थियो, तर त्यसलाई चाहिँ यामा भनेर प्रनाउन्स गरिदिनु थियो है। त्यो यामालाई चाहिँ लगेर त्यो खान्जीमा लगेर दाबिदिएको क्या, अनि त्यो चाहिँ एउटा रिनमेन्ट भनौँ न, रिनमेन्ट चाहिँ गरेको है कुन्योमीमा। ल अब अर्को त्यही ठाउँमा उत्पत्ति भएको, यहाँ मैले लेख्दै है, त्यही ठाउँ उत्पत्ति भएको वर्डलाई एउटा खान्जीमा नाम दिएको है त, त्यो चाहिँ रिनमेन्ट गरेको। अब अर्को सिङ्गल खान्जीको लास्टमा आएको हिरागाना लेटर, जुन सिङ्गल खान्जी आएको हुन्छ त्यसमा हिरागाना लेटर हुन्छ नि, भब अथवा इक्योसी, तिनीहरूलाई चाहिँ ओकुरिगाना भनेर भनिन्छ है। जस्तै अब मैले फर्स्टमा एउटा कुरो लेखिदिएको छ, जुन चाहिँ एकदम क्लियर पाराले बुझ्नु तपाईँहरूले। एउटा छ यो खान्जी, अब यो खान्जीको कुन रिडिङ के हो त ता, ओन रिडिङ के हो त स्योकु है। अब ओन रिडिङ र कुन रिडिङ त बेग्लै छ। अब सिङ्गल खान्जी आयो, त्यस पछाडि के आयो त हिरागाना लेटर आयो भनेदेखि चाहिँ कुनको प्रयोग गरिन्छ, कुनबाट के अरे कुनबाट पढिन्छ। अब दुईवटा खान्जी यो सँगसँगै अर्को एउटा खान्जी पनि जोडेर आयो भनेदेखि चाहिँ हामीले स्योकुजी, स्योकुजी थाहा तपाईँहरूलाई स्योकुजी सिमास हो, त्यो स्योकुजीको खान्जी चाहिँ यो स्योकु चाहिँ यहाँ काताकानामा लेखेको हुन्छ, तर वर्डमा परिवर्तन गर्दाखेरि चाहिँ केमा आउँछ त यो हिरागानामा आउँछ क्या। काताकानाको स्योकुजी किन काताकानामा लेखेको, चाइनाबाट आएको, स्योकुजी किन लेखेको, अब त्यो त मिनिङ त दिनु पर्यो नि त जापानमा, त्यो कारणले चाहिँ स्योकुजी सिमासको चाहिँ काताकानाबाट परिवर्तनबाट हिरागानामा आउँछ है। अब यहाँ हेर्नु है, यो खान्जी लेखेर बेमास लेख्दाखेरि चाहिँ हाम्रो नियमअनुसार एउटा खान्जी छ, ओकुरिगाना छ है, सिङ्गल खान्जी छ, ओकुरिगाना छ भनेपछि यसको के हुने भयो त यो ताको रिडिङ, यसलाई ता मात्रै भन्नु पर्यो है त, ताबेमास भनेर भन्ने चाहिँ यसले रिडिङ चाहिँ हाम्रोमा दिन्छ है। ओन्ली कुन रिडिङ क्यान बी युज। अब यसमा चाहिँ के त सिङ्गल खान्जी छ प्लस ओकुरिगाना भनेपछि
के मात्र प्रयोग गर्न मिल्यो त? कुन रिडिङ मात्र प्रयोग गर्न मिल्यो, ओन रिडिङ चाहिँ प्रयोग गर्न मिल्दैन।